हेलो साथीहरू, हामी माता पाथिभराको दर्शनको क्रममा आज हामी यो माथिल्लो सेतीमा आएर बसेका छौँ र अब भोलि हामी बिहान माताको दर्शन गर्न जानेछौँ। र यहाँ चाहिँ एकदमै चिसो। अघि मैले धाराको पानी छुँदाखेरि औँलाबाटै आगो छुए जतिको भएको थियो चिसोले। यस्तो चिसो भएको त म त्यहीँ एकछिन त अनकन्सियस जस्तो अलि ठहरै भयो क्या। त्यसले गर्दाखेरि अनि आज चाहिँ यहाँ हामी सबजना ज्याकेट टोपी लगाएर हामी बसेका छौँ। यस्तो जाडो छ, म त यहीँ ब्ल्याङ्केट अनि सिरक उठेर बसिरहेको छु। यस्तो जाडो छ र लुगा पनि बाहिर राख्यो भने चिसो हुन्छ। मेरो लुगा यहाँ बाहिर राखेको पुरा पानी जस्तो भिजेर बसेको छ।